गुड मॉर्निंग मेरा फ्रेंड। आज मैं दिखा रहा हूँ मेरा दार्जिलिंग। मेरा बाज़ार ऐसा ही आप देख सकती हो। चलिए आपको दिखाता हूँ। लो ये तो मेरे नाम पे खाली 50 तो ऊपर ले लिया 50 नंबर दियो लाइट बोले होइन तिमीले यो भिडियो बनाएको कोही मेरो प्लास्टिक पठाएको प्लास्टिक त्यो मकैको रहेछ यो हुँदैन भनेमा हो। यो त गइसक्यो अब। यो त मकै कहाँ मकै रहेछ कहाँ रोप्नु मकै। यो चाहिँ के को हो? भिटामिन हो त्यो चाहिँ फुलको भिटामिन उयो छैन रहेछ नि के भन्नुहोस् त भन्नुहोस् न कुन चाहिँ हो उयो दाना छ यसको पनि यसको त अब खोल्ने टाइम अब यो सकेको कब हो? बल बस्छ तपाईँको अब यसको बल बस्छ के हो? बल बस्छ तर यो 250 छ उयो त गरममा त हुँदैन होला यिनीहरू ठन्डा मात्रै हुन्छ होला यिनीहरू। फुलाउँछ गरमतिर पनि अब त्यो त एक सिजन फुल्ने त हो। यो चाहिँ यसको दाना हो। हजुर के को दाना हो यो चाहिँ? यो ग्लेक्सोने यसकै दाना हो। यो पनि ठन्डामा त होला। यो चाहिँ अलिकति गरम चाहिन्छ यसले चाहिँ गरम चाहिन्छ। यो बेगुनियालाई चाहिँ ठन्डा चाहिन्छ। कसरी यो चाहिँ? 700 रुपियाँ दर्जन। यो 600 रुपियाँ दर्जन मिल्छ लग्यो भने डबलको हो। 700 रुपियाँ दर्जन त त्यो उयो त ठन्डामा त हुन्छ मैले दिएको छु हो। साइजको 700 रुपियाँ पाउनु भएको गरममा 2 साइज यही 700 रुपियाँ दर्जन हुन्छ। उयो फेरि गरममा त उयो हुन्छ जस्तो लागेन मलाई। गरममा चाहिँ यो हो ठन्डामा चाहिँ त्यो हो। हामी ढाँटेर दिनु हुँदैन। तपाईँले गरम भन्यो भने हामी यो नलाउनुहोस् भन्छु डाइरेक्ट। गरम अलिकति सुट गर्छ यसले चाहिँ ठन्डै सुट गर्छ। किनभने यो ग्लेक्सोने अलग्गै गरममा हुने त्यो ठन्डामा हुने बेगुनिया। माथि लिनु। यो भिडियो चाहिँ तपाईँहरूलाई नै बनाइदिएको। जति पनि प्रदेशमा हुनुहुन्छ दार्जिलिङमा बस्नेहरू तपाईँको लागि बनाइदिएको। अनि मेरो साथीहरू छ 2-3 जना दार्जिलिङ हेर्ने मन गर्नेहरू उनीहरूको लागि पनि बनाइदिएको ताकि तिनीहरूले देखोस् दार्जिलिङ सोधिबस्छ तिनीहरूले है। तिनीहरूले पनि हेरोस् भनेर अब यो पनि भिडियो बनाइदिएको। मेरो सिस्टर आज डक्टरकोमा लागेको थियौँ चेकअप गर्नु। त्यही भएर मैले भिडियो बनाउने पनि मौका पाएँ दार्जिलिङको। त्यो पनि भिडियो पनि बनाइरहेको छौँ। मलाई त सारा थुक्पा मनपर्छ र थुक्पा खान्छु भनेर मेरो सिस्टरले मलाई थुक्पा खानु लगेको थियो। यो चाहिँ चाइना बजार भन्छ उत्तर प्लेनतिर चाहिँ। पता नि यहाँ त के भन्छ नाम त लिएको थिएन। भित्र गयौँ सपिङ गरेँ नानाले अलिकति। अनि फेरि बाहिर निक्लिएर हामी यसो मुनिपट्टि गयौँ। मुनिपट्टि गएपछि फेरि दोकान हेर्न थाल्यो नानाले अर्को दोकान। फेरि हामी अर्को दोकानतिर जाँदैछौँ हामी।